हिँड्न चाहिँ म गोठाला हिँडेको, तर म प्रायः कहिले पनि गोठालाहरू जाँदिनँ, कहिलेकाहीँ मात्र जान्छु। अनि बाख्राहरू चाहिँ यता हराइसकेको छ, गाईहरू यता कुदिरहेछ। अनि यस्तो जङ्गल छ कि यहाँ चाहिँ होइन, एकदमै गोठाला गर्ने चर्को छ। अब कहाँ जान्छ होइन, छिर्न पनि सकिँदैन। यो हेर्दा त्यति धेरै तपाईँहरूले देख्नुहुन्न होला, तर एकदमै धेरै जोड छ। यो लानुपर्ने चाहिँ तलतिर लाने हो, किनभने यता अलिक कम घाँसहरू छ, त्यता भयो अलिक धेरै घाँसहरू छ। यो चाहिँ अलिक ज्ञानी छ, यिनीहरू चाहिँ यो ठुलो खालको बाख्राहरू अलिक ज्ञानी हुन्छ। सो अनि यहाँदेखि यस्तो गर्दै अति बाख्रा माथि नै छ, अब आएकै छैन। एकदमै धेरै दुःख दिन्छ यिनीहरूले चाहिँ। गाईहरू चाहिँ मजाले चर्न थालिसकेको छ, किनभने अलिअलि घाँसहरू छ। तल पनि छ बाख्राहरू, त्यो चाहिँ हाम्रो होइन, हाम्रो यता नजिकै खोदाइको हो। यतापट्टिको बाख्रालाई उधो झार्छु। ल कुद्दै पर पुगिसकेको छ यिनीहरू। फेरि एकदमै छिटो खालको छ, लोकल बाख्राहरू छिटो हुन्छ, ठुलो खालको बाख्राहरू चाहिँ अलिक ढिलो हुन्छ। यिनीहरू चाहिँ सानो पाठाहरू, यिनीहरू 3 महिना जस्तो भयो होला, यो 3 महिना 4 महिना जस्तो पुग्यो। तर यिनीहरू अलिकति छेरेर अलिक बिरामी भएर चाहिँ सानो छ। यहाँ पनि छ, अरू तलतिर झरिसकेको छ पाठाहरू पनि। ल ल आइज कुदिरहेछ यिनीहरू एकदमै। यो चाहिँ हाम्रो पुरानो बारी हो। यो तल्लो चाहिँ गोठ हो। यो जुन गोठ चाहिँ अब यो बनेको लगभगमा 30-40 वर्ष अलिक बेसी नै भयो है। अनि यो तलतिर देखिएको जति सबै खेतहरू हुन्। यो खेत पनि धानहरू रोप्न छोडेको चाहिँ यतातिर पनि खेतै हो, तर यो सबै हाम्रै चाहिँ पर्दैन, हाम्रो तिप्पा र हाम्रो अनि पुसै र हाम्रो पर्छ। भनेपछि यो सबै समग्रमा हामीले नै रोप्ने गर्थ्यौँ। रोप्दाखेरि चाहिँ अहिले चाहिँ सबै यो बाँझै छ। अनि यो रोड, यो चाहिँ रोड हो, तर केही गाडीहरू पनि नहिँड्ने भएकोले यो रोड जस्तो पनि छैन। अनि यो खनेको चाहिँ निकै भएको छैन, त्यही 4-5 वर्ष जस्तो भयो होला। यो चाहिँ तलैसम्म छ। बाँसहरू पनि हाम्रोतिर राम्रो पाइन्छ, प्रशस्तै मात्रामा छ, तर यसको चाहिँ अब ढुवानीहरू गर्न सकेको छैन होइन, यसलाई सप्लाई गर्न सकेको छैन। त्यही नसक्दाखेरि चाहिँ यो यतिकै मरेर जान परेको छ। र यतातिर यो भइहाल्यो। यो बारभित्र के छ भन्नुहुन्छ होला, यो बारभित्र चाहिँ हाम्रो दाइले राख्नुभएको सुपारीको बिरुवा हो। यो बिरुवा चाहिँ यहाँ उमार्नु भएको छ, तर यो खासै हुन्छ जस्तो चाहिँ छैन, किनभने यो यसरी पहेँलो भइसकेको छ। मल धेरै भएर पनि हुनसक्छ सायद होइन, अरू खासै के कारणले हुन्छ, केही जानकारी छ भने यसो कमेन्ट गरिदिनु होला। अनि एकदमै धेरै यो जङ्गल भएको छ। यो चाहिँ बारीहरू चाहिँ सबै बारीहरू नै हो है हुन चाहिँ, तर पहिलेतिर यस्तो बारीहरू थियो। अनि यो चाहिँ अब हिजोआज चाहिँ खेती गर्न छोडेकोले यस्तो भएको। तल पानीहरू पनि प्रशस्तै छ हाम्रोतिर। यसमा चाहिँ पानी मजाले त्यहाँ चाहिँ पलाइराखेको छ। पानी म भरे तपाईँलाई देखाउनेछु त्यहाँ पुगेर। यता बारी हो, तर सबै तितेपाती उम्रेर सबै हेर्नु कस्तो मजाले उम्रिरहेछ तितेपाती पनि है। अनि बाँसहरू पहेँलो भइसकेको छ। अब हिजोआज बाँसहरू पहिलो हुने सिजन पनि हो। सो त्यसैले पनि यो गोठमा चाहिँ यो मैले रोपेको केरा हो यो। अनि यो पनि यता तलतिर पनि रोपेको थिएँ, तिनीहरू चाहिँ मऱ्यो। अनि एकदमै धेरै राम्रोसँग यो चाहिँ फल्ने रहेछ। यो G9 जातको केरा हो, G9 भन्छ जुनलाई। यहाँ अर्को थियो, यो चाहिँ यहाँको चाहिँ काटेर सायद खाइसक्नु भएछ, त्यो हुनसक्छ। अनि यसमा पनि राम्रै घरि लगाएको छ। यतापट्टि छ, यहाँ परतिर जाने हो भने हाम्रो आँप यहाँ चाहिँ फलिरहेको देख्न सकिन्छ, मैले सायद देखिरहेको छु। अनि यहाँ कागती अमिलो पनि छ। यो चाहिँ जुन यहाँ एकदमै मजाले फलिरहेको छ, तर छोडेर गएपछि केही हुँदैन रहेछ, जङ्गलै हो है। अनि यहाँ चाहिँ हाम्रो दाइले चाहिँ घार दिनुभएको रहेछ है मौरीलाई। यहाँ मौरी पनि आएको हुनसक्छ है। अनि आँप चाहिँ ठुल्ठुलै दाना भइसकेको छ। यो ठुलो हुने खालकै हो हुन चाहिँ, यस्तो छ यहाँ एकदम। तर यो चाहिँ हाम्रो बुवाले यो ओइलेर जुन मर्ने सुक्ने भएको कारणले चाहिँ यसलाई काटिदिनु भएको हो। जसरी अहिले चाहिँ यतिको खुल्ला भएको छ, तर यो यस्तो भए तापनि यो चाहिँ ठहरिँदैन यो आँप चाहिँ। अनि यसरी सुक्न थालेको छ। के समस्या हुन्छ होला, यो तपाईँलाई थाहा छ भने बताइदिनु होला, किनभने अब राम्रो कुरा भने सिकेर
हामी पनि गर्नेछौँ, त्यो उपाय अपनाउनेछौँ हैन। हामी पनि अनि राम्रो खालको फल लिनेछौँ भन्न चाहे। अब यो गोठो मैले यताबाट देखाइरहेको थिएँ। यहाँदेखि यतातिर झऱ्यो भने चाहिँ हाम्रो पानीको मूलहरू प्रशस्तै भेट्न सकिन्छ। यो तलखनि चाहिँ धानको बिउ राखेको थियौँ हामीले, अनि यता चाहिँ अब यो धानको बिउ अलिकति रहेको छ। यसमा चाहिँ अब रोप्नु भनेर खासमा छोडेको, तर नरोप्ने भइएको छ, रोपिँदैन होला सायद। यहाँ चाहिँ पानी छ, यो मैले नै छोपेर बनाएको थिएँ, छोप्ने बनाएको थिएँ, जसलाई चाहिँ अब खोल्नको लागि चाहिँ हामीले यसलाई, यो जुन पाइप छ यसलाई चाहिँ यसरी घुमाएर यसो गर्न सकिन्छ। यो गरेर अब यसलाई यसो गर्ने। ल अब हामीले यसरी अड्यायौँ भने हाम्रो धारा चाहिँ एकदमै तयार भएको छ है। एकदमै चिसो पानी छ, यो पिउन एकदमै राम्रो हुन्छ जहाँसम्म लाग्छ, किनभने मूलको पानी हो हैन। तर अहिलेको विज्ञान अनुसार चाहिँ अब मूलको सिधै प्रशोधन नगरिएको पानी अर्थात् फिल्टरिङ नगरिएको पानी चाहिँ पिउँदाखेरि चाहिँ रोगहरू लाग्ने सम्भावना बेसी हुन्छ भन्छ। तर खोइ अब हामीलाई चाहिँ त्यस्तो लाग्दैन, किनभने यो यहीँबाट उब्जेको। यसको मास्तिर देख्न सक्नुहुन्छ हाम्रो गोठ छ, यो पनि पुरानो हो। अनि यो तलतिर बारीहरू छ, सबै बाँझै छ। अनि यतातिर यस्तो छ, यसको मुहान चाहिँ मास्तिर फेरि सुक्खा छ, केही छैन। मैले जुन गाई ल्याउँदाखेरि देखाएको बाटो त्यही हो मास्तिर चाहिँ। ल म यो पानी अहिले पिउँछु। ल पानी मैले पिइसकेको छु र मैले यो किसिमको झार चाहिँ खोज्दैछु अहिले। यो यता रहेछ हैन, अनि अरू चाहिँ यता पनि रहेछ, हेर्नुहोस् यो खालको। यो एकदमै धेरै तितो हुन्छ, कतिपयलाई थाहा होला यसको नाम, थाहा हुनेलाई थाहा भइगयो, नहुनेलाई चाहिँ म भनिदिन्छु। यसको नाम चाहिँ घोडताप्रे हो, घोडताप्रे भन्छ। मैले यहाँ पानी पिएर बन्द गरिसकेको थिएँ, फेरि यसलाई म खोल्छु। ल पानी चाहिँ आउँछ बिस्तारै। अब मैले एउटालाई पखालेँ, दुईटालाई पखाल्छु पहिले। यो चाहिँ किनभने अब यो चाहिँ म खान लागिरहेको छु, किनभने यो चाहिँ खान एकदमै राम्रो मानिन्छ स्वास्थ्यको लागि। र तपाईँहरूले नेटतिर पनि हेर्न सक्नुहुन्छ यसको बारेमा, घोडताप्रे भन्छ। र अर्को यसको साइन्टिफिक नेम चाहिँ के हो मलाई ठ्याक्कै थाहा भएन। मेरो अहिले चाहिँ स्वास्थ्य अलिकति स्वास्थ्यमा चाहिँ अलिक समस्या भएकोले म यो खान लागेको। जस्तै मेरो अहिले घाँटी दुख्ने समस्या छ, अलिक म रुगाखोकीले सताइरहेको छ, त्यो भएर चाहिँ म यो प्रयोग गर्दैछु। तपाईँहरू पनि सबै नै प्रयोग गर्न सक्नुहुन्छ, किनभने यो पनि एक किसिमको दबाई नै हो। एकदमै धेरै तितो हुन्छ, मैले दुईटा चाहिँ खाइसकेँ, अब फेरि म दुईटा खान्छु, त्योभन्दा चाहिँ म खाँदिनँ, किनभने धेरै प्रयोग पनि राम्रो हुँदैन। म 4वटा पात खाएँ, देख्न सक्नुहुन्छ, सानो सानो छ, किनभने ठुलो पात होइन यो, सानो, त्यही भएर मैले 4वटा प्रयोग गर्दैछु। एकदमै धेरै तितो हुन्छ होइन, तर खानै पर्यो। मैले 4वटा पात खाएँ, तर एकदम धेरै तितो थियो। मैले पानी पिइहालेँ, किनभने अलिकति त्यसलाई मुनि निलिहाल्नको लागि हो। जडीबुटीहरू हामीसँग प्रशस्तै छ, यता देख्न सक्नुहुन्छ घोडताप्रेको ठुल्ठुलो पात भएको यता थियो रहेछ, तर म यहाँ आइनँ, त्यसैले कर्कुलोहरू पनि देख्न सक्नुहुन्छ एकदमै धेरै छ, र टिप्न लायकको कर्कुलोहरू पनि छ, निगुरोहरू पनि यस्तै प्रशस्त मात्रामा छ। यहाँ पानी हो यो चाहिँ, हाल यहाँ गाईबस्तुले खान्छ। र के भन्छ यो येल्लो जेला कि के भन्ने छ, यो मलाई ठ्याक्कै नाम थाहा भएन, त्यही भएर यो चाहिँ जुन यो माथि तोइरहेको लेउ जस्तो छ, यो चाहिँ मान्छेले खेती गरेर महिनामै अब हजारौँ कमाइरहेको छ, कतिले त लाखौँ पनि कमाइरहेको रहेछ भन्ने मैले नेटतिर देखिरहेको हुन्छु। तर हाम्रोमा चाहिँ यतिकै यो पाखामै पनि हुन्छ, यो यतिकै यहीँ आउँछ यहीँ हराउँछ। यो जस्तै यो तल्लो खेततिर पनि अब केही समयपछि यसमा पनि आउँछ, किनभने यो चाहिँ भर्खरै उयो भएकोले, भर्खरै बिउ उखेलेकोले हो। यो चाहिँ खेती पनि गर्ने गरेको छ, यो पशुपन्छीलाई दिन राम्रो हुन्छ भन्ने पनि मान्यता रहेछ। यो मैले सुनिरहेको र खेती गरिरहेको देखेको पनि हो। हाम्रोतिर चाहिँ यसरी प्रशस्तै पाइन्छ। ल यहाँ चाहिँ गाईहरू चरिरहेको छ, एउटा यता तलतिर झरेछ, एउटा यहाँ उभिरहेको छ। यसलाई चाहिँ बिहान मैले जोतेको थिएँ, त्यही भएर यो गलेर उभिरहेको हुनसक्छ। यो सुँगुर पनि मान्छे सँगसँगै पछ्याइरहेको छ, किनभने यो यतिकै बस्दैन, गाईहरू सँगसँगै चर्छ, अनि भरे बेलुका पनि फर्किँदाखेरि सँगै फर्किने खालको छ यो, यही हो। अनि यहाँ चाहिँ
सिसौ छ, सिसौको शीतलमा म अहिले बसिरहेको छु। यो सबै खेतहरू हो, मासतिर देख्न सक्नुहुन्छ। यो हाम्रो मासतिर चाहिँ घर छ र यतापट्टि यो बाँसघारी एकदमै धेरै बाँस छ। बाँस चाहिँ अहिले पहिलो भइरहेको छ। अब यसमा चाहिँ अब केही समयपछि चाहिँ हामी सायद बाँसलाई निर्यात गराएर आय स्रोतको चाहिँ राम्रो माध्यम बनाउन सक्छौँ भन्ने खालको सोचाइ छ। तर अब यतिकै भन्न सकिँदैन। अहिले चाहिँ बाटोको अवस्था र महँगी एकदमै धेरै भएकोले यो बाँसहरू चाहिँ यतिकै खेर गइरहेको छ। देख्न सक्नुहुन्छ भुइँभरि छ, यतातिर पनि छ र यो आँखाले भ्याइन्जेलसम्मको बाँसहरू चाहिँ तल पनि छ र यता परतिर खोलापट्टि एकदमै धेरै छ। ल गाईहरू मासतिरै छ, बाख्राहरू आदि सर यता झरिसकेको छ। जैते हाम्रोमा बाँस प्रशस्तै पाइन्छ। यो पर देखिरहेको बाँसहरू पनि हाम्रै हो। यतातिर बाख्राहरू चाहिँ आदि सर यता आइसकेको रहेछ, तर मलाई चाहिँ थाहा थिएन। म चाहिँ मासतिर छ कि भनेर खोजी बसेँ, तर यिनीहरू यत्रो तल झरिसकेको रहेछ। किनभने मेरो अब हिँड्ने बानी पनि त्यति धेरै छैन, कम भइसकेको छ। र यहाँ चाहिँ हामीले पहिले पराल राख्थ्यौँ, यो खेततिरको धानको परालहरू चाहिँ गाईहरू नि म सँगसँगै झर्दैछ। अनि यतातिरको धानको परालहरू चाहिँ सबै हामी यसमा राख्थ्यौँ। यो मैले नि बनाएको हो, यो म र एकजना भाइले मिलेर बनाएका थियौँ यो पराल राख्नको लागि भनेर। यता यो तलतिर चाहिँ यो आगो लगाउनु भएको रहेछ, त्यही भएर चरन चाहिँ एकदम खुल्ला छ। किनभने अब स्यालहरू, बन्डाडे, बाघहरू चाहिँ यहाँ आएको देखिन्छ अनि सहजै देख्न सकिन्छ, त्यसैको लागि हो यसरी। त्यसमा अन्यथा केही दुर्घटना गराउने या चाहिँ त्यस्तो जथाभावी आगो लगाउने गरेको चाहिँ होइन। यो चाहिँ हुन्छ नियन्त्रण गर्न सक्ने हिसाबले चाहिँ लगाएको थियो। बाँसहरू यसरी हाम्रो बुवाले काटेर चाहिँ घाँस खुवाउनु भएको रहेछ गाई बाख्रा बस्तुहरूलाई। तलतिर देख्न सक्नुहुन्छ, यतापट्टि नि खेतै हो, तलैसम्म हाम्रै पर्छ। बाँसहरू पनि हाम्रै नै हो। माथितिर पुरानो गोठ भइहाल्यो, माथि एक चाहिँ घर छ। ल अहिले चाहिँ म बारीको ठ्याक्कै पुछारमा छु। यहाँ यस्तो रुखहरू देखिराख्नु भएको छ, एकदमै धेरै जोरहरू छ, जोरगाडी। तर यहाँ चाहिँ हाम्रो बुवाले चाहिँ गाईबस्तुलाई भनेर पानी धेरै परबाटो चाहिँ पर खेतमा चाहिँ थियो र त्यहाँको पानी चाहिँ एउटा सानो पाइपको मद्दतले यहाँ चाहिँ लिएर गाईबस्तुलाई खुवाउनु भएको छ। र साथै यो चाहिँ गाईबस्तुलाई मात्र नभएर वन्यजन्तु जुन जङ्गलमा भएका जनावरहरूलाई, पशुपन्छीहरूलाई समेत हुने तरिकाले चाहिँ यहाँ लिएर आउनुभएको। किनभने यो हाम्रो बारी बाँझै हो, यसमा चाहिँ यति राम्रो घाँसहरू पलाएको छ, गाईहरूले पनि खासै खाइरहेको छैन। किनभने योभन्दा राम्रो मिठो घाँसहरू पनि प्रशस्तै भएको कारणले हुनसक्ने मेरो अनुमान छ। यता चाहिँ पहिले केराहरू रोपिएको थियो एक समयमा, अहिले चाहिँ एकदम जङ्गल भएको छ। अब म पर जान्छु। यो रुखहरूमा चाहिँ पहिले धेरै चराहरू बस्थ्यो र यसमा चाहिँ अरिङ्गल भन्नेहरू पनि हुन्थ्यो। हिजो आज चाहिँ खासै छैन, यो पातहरू झरेर सबै सुक्खा भएको छ। यस्तो छ है। ल गोठाला गर्दा मैले यहाँ चाहिँ ठुलो आँपको रुख छ, यसमा चाहिँ आएको छु। यो करिब यो 100 वर्षभन्दा बेसी भएको आँपको रुख हो। यसमा चाहिँ मैले गाड पनि राखिदिएको छु। यो चाहिँ मौरीको लागि भनेर राखिदिएको हो। यसमा पहिले पनि आएको थियो र यो चाहिँ ठुलो वडा थियो। यो चाहिँ जुन चाहिँ अहिले देख्न सकिन्छ, रिममा पुरानो लगाएको छ। यो चाहिँ यसमा चाहिँ मैले ढुङ्गाहरू भरिदिएर यो चाहिँ यसमा यसरी अड्याएको, अरू त्यस्तो केही पनि छैन विशेष। अनि यो यति धेरै पुरानो, त्यस्तो धेरै ठुलो चाहिँ हुँदैन। तर एउटै सालमा चाहिँ नफल्ने, एक साल फलेर अर्को साल नफल्ने गर्छ यो आँप चाहिँ। यस्तो छ। अहिले पलाउँदाखेरि पनि एकैचोटि नपलाएर एक पाटा यो साल पलायो भने अर्को पाटा अर्को साल पलाउने हुन्छ जङ्गलमा। अहिले चाहिँ खेतीपातीहरू नगरेकोले मलहरू पनि यसले भ्याउँदैन होला, त्यसैले पनि यस्तो भएको हुनसक्छ भन्ने मेरो चाहिँ बुझाइ छ। फेरि पनि अहिले चाहिँ म गोठाला गर्दाखेरि गाईहरू तल छ, यो सायद यहाँबाट नदेखिएला, यो साइडमा छ, अलिअलि देखिरहेको छ। अनि बाख्राहरू पनि यतै नै छ। म चाहिँ अहिले पुरानो गोठमा आइसकेको छु गोठाला गर्दै आज। अनि यसको अवस्था चाहिँ एकदमै धेरै जीर्ण अवस्था छ, एकदमै खतम छ अवस्था चाहिँ। यहाँ बस्न पनि डरमर्दो छ यो एरियातिर। जस्तै हावाहुरी चल्दाखेरि एकदमै जोगिन गाह्रो हुने भएको छ। यता मलखाडी छ भने यता केही बोट बिरुवाहरू छ। यो चाहिँ यसमा चाहिँ हामीले पहिले गाईहरू बान्थ्यौँ, गोरुहरू यसमा रहन्थ्यो।
यो ढलान पनि गरेको छ र अहिले यो यस्तो छ यसको अवस्था चाहिँ। र यो भित्र देखाउनु पर्दा चाहिँ यो यहाँदेखि यता चाहिँ तर यिनीहरू यो पुरै भाँचिसकेको रहेछ। यो एकदमै यहाँ पस्न चाहिँ खतरा हुन्छ। यहाँ एउटा पुरानो हल्लो पनि बनाउनको लागि काठले काटिएको काठ चाहिँ हल्लोको लागि काटिएको काठ पनि देखियो यहाँ। यो चाहिँ हल्लो बन्ने हो। बनाउँदाखेरि चाहिँ यहाँ चाहिँ यो बाख्राखोर थियो। यहाँ माथि यो टाँड थियो, यहाँ बाख्रा बस्थ्यो र यसको मुनि चाहिँ जुन बर्कुङ्ला हुन्छ त्यो चाहिँ हामीले यहाँदेखि निकाल्ने गर्थ्यौँ। यो भित्र चाहिँ पुरै एरिया ठुलो एरिया छ, स्पेस छ। अनि यता ढोका पनि छ, यिनीहरू ढोका थियो। तर यो एकदमै धेरै यहाँ बस्नको चाहिँ खतरा छ। यो जति बेला पनि जे पनि हुन सक्ने सम्भावना छ। यसमा चाहिँ टेकाहरू हो यो भनेको सबै। अनि यस्तो चाहिँ यहाँ हाम्रो पुरानो गोठको अवस्था चाहिँ। अब यसमा चाहिँ हामीले गाईबस्तुलाई खोलाइदिनको लागि तयार गरेको पाखुँ हो। यो उतापट्टि चाहिँ खोपिएको छ। यहाँ मलखाडी थियो, यहाँदेखि चाहिँ हामीले मल यहाँ थुपाएको थियौँ। यस्तो थियो। यतातिर केराहरू थियो। अनि यो गोठ चाहिँ यस्तो छ अहिले। यतापट्टि आयो भने चाहिँ यो चाहिँ कुखुराखोर हो, हेर्दा देखिँदैन तर थियो। यो तितेपाती पलाएर यहाँ चाहिँ यस्तो छ। भित्र टाढ जस्तो पनि थियो, यसमा बस्थ्यो कुखुरा चाहिँ। अझै पनि यो ढोका राम्रै छ। यो मैले नि बनाएको देख्न सक्नुहुन्छ। यस्तो छ मासतिर छाना यसमा थियो र यो ढोका चाहिँ अहिले पनि काम गरिरहेको रहेछ। यस्तो खासै त केही छैन। यसमा पानी लाउँथेँ मैले, यहाँ पोखरी बनाएको थिएँ। अनि यहाँदेखि मुनिबाट चाहिँ पाइपमा चाहिँ ओभरफ्लोको पानी चाहिँ यतापट्टि जान्थ्यो। सायद त्यो पाइप अझै पनि छ, यहाँ देख्न सक्नुहुन्छ। यसमा टुप्पो छ। यो चाहिँ हाम्रो अम्बा हो, यो अम्बक। अनि यो यहाँ पानी लाउँदाखेरि एकदमै धेरै हरियो पनि हुन्थ्यो। ल यो रुद्राक्षको रुख मैले रोपेको थिएँ, जुन चाहिँ अब फल्न पनि सुरु गर्न लागेको होला सायद। यता आँपको रुख देखाइहालेँ। यस्तो छ। ल गोठाला गर्दा गर्दै अहिले चाहिँ अलिक माथि आइपुगेको छु। यो चाहिँ हामी पहिले निकै समय भएको छ। यहाँ चाहिँ आगो पनि लाउनु भएको रहेछ। यो राखेको चाहिँ यसमा चाहिँ हामी बस्थ्यौँ। यहाँदेखि त्यो गाईबस्तुहरू छोडेको सबै देखिन्छ हेर्नको लागि। अनि यता गोठ छ, यतापट्टि गाईबस्तुहरू त छैन। यहाँ गाई बाख्राहरू चाहिँ माथि सर्दैछ, जुन यहाँ अलिकति जुम गरिदिन्छु। यतातिर छ गोठ भयो माथिको चाहिँ। ल गोठाला बाटो म चाहिँ आइसकेको छु। यहाँ बाख्राहरू छन्, कोही यता घाँस खाँदैछन्, कोही सुतिरहेछ। पाठाहरू त गएको थिएन, यता दुध खाँदैछन्। यो सानो पाठा सानो। यता कुखुराहरू पनि तल गइरहेछ। यो तलतिर गइरहेछ। स्याललाई चारो बन्न गएको होला। यता सानपुटीहरू कोही उठाएर बसिरहेछन्। तर गाईहरू चाहिँ अझै पनि आएको छैन, तिनीहरू निकै तल छ। यताबाट देख्दा पनि देखिँदैन, डाँडामा भएको कारणले यो चाहिँ सहजै तलतिर हेर्न सकिन्छ। यति चाहिँ राम्रो फाइदा छ यहाँको, विशेषता नै हो। अब बाछा भित्र छ, त्यसलाई पानी दिनुपर्ने हुन्छ। बाछालाई यहाँ पानी दिने। मेरो यहाँ माथि मौरी पनि छ। यसमा चाहिँ चराले गुड लगाएको छ, चरा बस्छ यहाँ चाहिँ। अब यहाँभित्र चाहिँ यस्तो अलिक अँध्यारो छ। बाछाले चाहिँ पानी खानु खोजिरहेको छ। यिनीहरू दुइटा छ यहाँ, अलिक राम्रोसँग देखिरहेको छैन पानी खाने। एकछिन म दिन्छु, ल ल्याइन्छु। यहाँ चाहिँ पानी खाँदैछ बाठाले।